हेलो आजको रेसिपी हो किम्ची फ्राइड राइस ल बनाम है त। सबैभन्दा पहिले मैले टोफुलाई चाहिँ सानो सानो क्युबमा काटेँ। त्यस्तै बक चोयलाई पनि धोएर सफा गरेँ अनि किम्चीलाई पनि रेडी गरेर राखेँ। वकलाई तातो बनाइसकेपछि त्यसमा मैले थोरै तेल हालिदिएँ। तेल तातो भइसकेपछि सबैभन्दा पहिले मैले टोफुलाई एड गरिदिएँ। टोफुलाई एकछिन चलाएर रातो नहुन्जेलसम्म फ्राई गर्ने। टोफु राम्ररी फ्राई भएन भने चाहिँ टुक्रिन पनि सक्छ। टोफु फ्राई हुँदै गर्दा एउटा ससप्यानमा पानी तताएर 2 मिनेट जतिको लागि बक चोय ब्लान्च गर्न छोडिदिए। टोफु अलमोस्ट रेडी भइसकेपछि एउटा अन्डालाई पनि राखेर फ्राई गरिदिए। ब्लान्च गरेको बक चोयलाई पनि राखेर मिक्स गरिदिए। मिक्स गरिसकेपछि 2 चम्चा जति किम्ची लिएर त्यसलाई पनि एड गरिदिए। किम्चीलाई मिक्स गरिसकेपछि त्यसमा मैले लाइट सोया सस राखिदिए। सोया ससलाई एकचोटि सबै भेजिटेबलमा राम्रोसँग मिक्स गरिदिए। लेफ्ट ओभर राइसलाई राखेर मिडियम टु हाई हिटमा 3 to 4 मिनटसम्म चलाइ मजाले पकाए। हिट अफ गरेर माथिबाट थोरै सेसमी ओइल राखिदिए। एकचोटि राम्रोसँग मिक्स गरिसकेपछि हाम्रो किम्ची फ्राइड राइस रेडी भयो। थ्याङ्क यू, इन्जोय।